हेलो नमस्ते छ्याजलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो आयो बजाइसकेसम्म चाहिँ हुन्छ होला म पनि एकदम आराम साथीहरू। आजको भिडियो चाहिँ हजुरले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नुभयो होला, मेरो ब्याकग्राउन्ड हेरेर थाहा पाइसक्नुभयो होला। म चाहिँ कता जाँदैछु भन्दा आज धान पाकिसक्यो गाइस, धान काट्न हिँडिरहेको। मम्मीहरू चाहिँ गइसक्नुभयो, म चाहिँ अलि लेट भएँ। सो यता धान आमामा यस्तरी ढलेको के धान हो यस्तरी सुतेको, कसरी काट्ने यसलाई भगवान्। धान त पाकिसकेछ गाइस, कसैको पाकिसक्यो कसैको चाहिँ पाकेको छैन। हाम्रो नि उहाँ पारी पाकिसकेको छ रे। सो मम्मीहरू चाहिँ अघिन गइसक्नुभयो, म चाहिँ अलिक ढिलै भएँ, सेङ्जाबाट आउनुपर्छ नि त। अनि यस्तै हिँडिरहेको छु, कस्तो घामले पोलेछ। सो भिडियो के कस्तो हुन्छ लास्ट सबै हेरिदिनुहोस् है त। पनि पाकिसक्यो रहेछ, त्यहीँको त्यहाँ पाके छैन, यहाँ पाकेछ। नानी पाकेको छैन, उहाँ झन् काटिसक्यो रहेछ। यस्तै छ राको मौसम आजको घामले किसिम बनाउने भयो है। फाटो अहिले त यस्तो घामले पोलिरह। वेदर आजको राङखोलाको वेदर। अरू गएर नि काटिसक्यो, म चाहिँ यहाँ मजाले फलेको। चाहिँ त्यो पुल कटेर जानुपर्छ साथीहरू। यो चाहिँ अलिक पाक्ने बेला भएछ नि यो धान चाहिँ। हल्ले होला चिरचिरी हिँड्नु पर्यो। हतारमा भिडियो नि स्टार्ट गर्नु मन लागिहाल्यो। भिडियो पनि धेरै भयो नबनाएको, अस्ति दसैँभन्दा अगाडि बनाएको थिएँ, दसैँपछि भिडियो बनाएन नि त। सो यहाँ त किसिम पाकिसकेछ त धान त। के हुन्छ यो भिडियोमा आफैलाई थाहा छैन। छिटो छिटो यस्तरी हिँडिरहेको। छिटोको काम कहिले राम्रो हुन्न भने जस्तै छिटो छिटोमा बनाएको भिडियो नि के राम्रो हुन्थ्यो होला र। जे भए पनि राम्रो मानेर हेरिदिनुहोस् है त साथीहरू। आजभोलि झन् अलि अस्ति ग्याप भयो भिडियो बनाउन, त्यसपछि झन् बोल्न नि अलि अड लाग्छ। उहाँ पारियो हामी, म चाहिँ जानुपर्ने खासमा खोला तर के गइरहने, पुलबाटै जानु पर्यो। ल कति अग्लो पुल भन्न नमिन। यस्तो पुलमा नि बाइक स्कुटर हिँड्छन् फेरि, उताबाट आउँदैछ। हैया पहिला यो स्कुटरलाई पठाउनु पर्यो। यस्तरी पनि जान्छन् फेरि। कता हो भाइ? लगै हो जाऊ जाऊ भाइहरू पहिला यता टायर कस्तो? तिमी त जता नि भाइरल छ नि, टिकटक पनि भाइरल छ। फेरि अर्को आएछ त्यतिखेर मलाई यहाँ रोकाइदियो झन्। जान्छ
हे तेरी खा मलाई यहाँ ढिलो भएको बेला झन् ल छिटो जाऊ मलाई यहाँ हतार भयो झन् 1-2 मिनट भन्ने रोकिदियो मलाई यहाँ हतार भएर हिँडिरहेको बेला यो भाइहरूलाई नि हतार छ अरे अब चाहिँ भाग्दै जानुपर्छ गाई अर्को बाइक त आएन नि किन जानु पर्यो साथीहरू कुसमा है कुसमा जस्तै पुल छ यहाँ हाम्रो राङ्गोलामा नि भन्न नमिल्ने जस्ट जोकिङ गरे मात्र उहाँ हो चाहिँ म जाने चाहिँ हो मम्मीहरूले उहाँ उता हो उहाँ हो ठेक्ला खै जुम गर्न नमिल्ने हुन्छ कि यहाँ चाहिँ 1 घन्टा लस भयो मम्मीहरू 10 बजी आइपुग्नु भयो होला म यहाँ 11 बजी आइपुगेँ फेरि अर्को बाइक आयो कि आयो छ कति हिँड्ने हो यस्तो बाटो नि छ अर्को आयो जस्तै ल आएन होला ल म चाहिँ वहाँदेखि आएको यहाँ आइपुग्यो अब यत्रोको बाटो हिँडेर जानुपर्छ लोट्यो भन्दा यहाँ कुलोमा खस्छ हो खस्छ खस्न नि बेर लाउन म जस्तो मान्छे त फेरि भागिरहेको पुरा भाग त भत्तामै खस्यो भने त ओ माई गड म खस्यो नि मोबाइल नखसोस् त्यही हो म केही भयो नि मोबाइललाई केही नहोस् भन्ने मान्छेहरू को हुनुहुन्छ म जस्तै कमेन्ट गर्नुहोस् ल बाटो नि लास्टै सानो म कताको बाटो आइदिया खतरा पाकेछ यहाँ त उफ धान त यता पाकी छैन यता पाकिसकेछ हाम्रो खेतला वहीँ छन् मसँग 7 जना अलरेडी 6 जना अघि नै आइसक्नु भयो मसँग 7 जना भएर कति ठुलो छ हो फेरि छ्या आज सकेन भने त फेरि भोलि नि आउनुपर्छ गाइज ओहो अन्त खतरा परेछ त यो बोरी त कहाँबाट हो बाटै पाएन त ल यही हो है हाम्रो वहाँसम्म के यत्रो ठुलो के एउटैबाट आज नि भ्याउँदैन कि कति रिसिङ हो छ्या 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 लास्टै पाकिसकेछ त थाहा rồi lát trích mía này hết một lòng chả ama yetro tuko gara tia khama ha tia hau hamla chapal bidiba ho mai ju didi didi ammo मेरो 1 2 3 4 5 6 ल अब चाहिँ कहाँ छ हो कहाँ छ अब चाहिँ स्टार्ट गर्नु पर्यो मैले पनि कस्तो भइरहेछ साथीहरु म चाहिँ अब कता गरौँ यति गरेन भने त कालो भइन्छ कालो लगाइछ स्टार्ट यति भएपछि त सेफ भयो नि त सेफ स्टार्ट गर्नु पर्यो है त अब एकछिन पछि भेटौँला है त गाइज वहाँदेखि यहाँ गरेर
अझै त्यत्रो छ साथीहरू यत्रो ठुलो कुरा उहाँबाट मलाई यति गएर साथीहरू हाम्रो त खाजा खाने बेला भयो हामीले त किसिम बनायो त हो खान्थ्यो तर शीतल आरे कहाँ हो बस्नु थियो मलाई त भोक त लागेन बस्नु मन लाग्यो बिस्तारै बस्ने बानी निस्कियो दिनभरि बस्ने बानी अझै यत्रो आज त भ्याउँदैन यो त यति ठुलो गरानी है रहेछ मैले भ्लग बनाएको युट्युबमा हेर्नु ए आउँदा नि यहाँ शीतल म बेसरी तिर लाग्यो के अनि आनन्द गरी सुत्न मन लाग्यो यहाँ ढाड देख्यो यो हजुरको बथामा हजुरको मेरो यो दुईटा खतरा गरेछ अब तिहार भन्दा पहिला कि पछि पहिला काट्ने पछि काट्ने भनेको मैले त मासु र भात भन्न नमिल्ने खेउको त यो दिछु दिदी बहिनी केटा आते हो मलाई त्यो आते टिकटक आज युट्युबबाट झन् सबले नियम तिमी जोइ ल साथीहरू फेरि हामी त कन्टिन्यू के भइदियो मेरो उस्ता टु बी कन्टिन्यू आज भोलि नि सक्दैन यो गर त यति ठुलो छ कि रामदास राम 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 यता त होइन ऊ त्यहीबाट उहाँदेखि यहाँसम्म सकियो अब चाहिँ काट्नु पर्यो ल गाई यति बस्यो अब चाहिँ छुट्टी भयो हामीलाई ढिलो हुन्छ यति धेरै आमा त कति छ होला मलाई खाना त बोतल क्यों मोबी बा बोतल क्यों बोतल भाई अपनी मोए यति रह्यो अब मम्मीहरूले यत्रो काटेर भ्यायो आजको दिनमा यहाँबाट यति रह्यो गाइज यति रह्यो मम्मीहरू चाहिँ अब अहिले पछि आउनुहुन्छ तर गम्पनामा हाँगा तर टिभीतिर खाउँ गम्पना रात पर्ने लागि साथीहरू मम्मीहरू चाहिँ आउनु भएन म चाहिँ सेङ्गे जानु परेर आइदिएँ खानेको भाडो त बोकेर आउनुपर्छ नि भोलि मम्मीहरू काट्न आउनुहुन्छ म चाहिँ भोलि काट्न आउँदिनँ अब चाहिँ उठाउने बेला फेरि आउनुपर्छ आजभोलि त छिट्टै रात पर्छ धान पनि अस्ताइसक्यो हो धानको बगैँचा यहाँ चाहिँ गाइज म यस्तै भइरहेको स्याङ्जा कति बेला पुग्ने हो
अहिले गाडी पाएन भने माइ गड यहाँ त यस्तोले पो ढलिरहेको रहेछ त धान त धानको बिचमा हिँड्दैछु म हो यस्तरी हेर्नु त हराउनु रहेछ गाई अन्त आम्मा मामा यता चाहिँ धान अलि नपाके रहेछन् रातभर कस्तो देख्यो यहाँको धान त डेन्जर भएछ त हो भिडियो बनाउन यहाँ ठिक रहेछ गाइज के गर्नु रात परिसक्यो हिँड्न कति मजाले सरर वाउ वाउ भाग्नु पर्यो अब चाहिँ छिटो जानु पर्यो ल गाइज टु बी कन्टिन्यू अस्तिको भ्लग चाहिँ आज कन्टिन्यू गर्दैछु म चाहिँ आज चाहिँ उठाउने दिन मम्मी चाहिँ उहाँ उठाउँदै हुनुहुन्छ हामी चाहिँ बल्ल आउँदैछौँ छिरिन्न यो मेन आज चाहिँ यो नयाँ मान्छे आएको छ त्यसैले घाम एकदम लाग्छ साथीहरू कर्मी बेर त आउँदा है म यो ओढ्छु लास्टै हुन्छ हो कालो हुन्छ कालो ल अब चाहिँ लागौँ साथीहरू कामतिर लाग्नु पर्यो यस्तो घाम ला कुनी हाल्दैछ गाडी हामी यति ओसार्ने मान्छे उठाउने मान्छे यहाँ कोही यस्तरी हाल्ने मान्छे ओइ जाने यसो देखा गाइज हामी चाहिँ एकछिन रेस्ट गरेर समय आठु घामले पहिला लास्टै मामा हेलो र सिधै किलो भिडियो मरौँ क्या किलो भिडियो मरौँ क्या हो सबै रेस्ट गरेर बसेछन् है त दिवस गुरुङ कता काम गरेर खानु गाह्रो छ साथीहरू ल है त साथीहरू धान उठाउँदै गाइस सकियो हाम्रो धान चाहिँ उठाएर सकियो हे कति राम्रो आइयोस् कति भयो कति धेरै उस गरिरहेछ हामी है तर हाम्रो चाहिँ के भयो त ए भगवान यो घरको साउ धानको हो सकियो अब छुट्टी भयो है गौरी मल्लको धान गरे ल सद न
म फेन्टा खाइदिनु अची सक्यो गाई जब चाहिँ लाग्नुपर्छ ल नेन्सी अमर छोडिदिने हामीले ल गाई हाम्रो चाहिँ छुट्टी भयो हामी दुइटाको सकियो अब चाहिँ यो कहिले उस गर्न आउनुपर्छ थाहा छैन अब तिहार पछि हो आजको भिडियो यति होला साथीहरू भिडियो के कस्तो छ कमेन्ट गरिदिनुहोस् हामी फेरि छिटै नेक्स्ट भिडियोमा भेट्नेछौँ है त बाई बाई गाइज बाई गर बाई 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 बाई